नमस्कार, म सन्जु आज फेरि मिनी भ्लग लिएर आएकी छु र म आज चाहिँ जोगमुनी जाँदैछु किनमेल गर्न भनेर र जाँदा ट्रेन पनि ठ्याक्क आएको रहेछ अनि म चाहिँ ट्रेन आएको देखेर गुड्डुडु कुदेँ ट्रेनको भिडियो बनाउनको लागि खिच्नको लागि कसैले ट्रेन देख्नु भएको छ छैन भने हेर्नुहोस् है ट्रेन भनेको यस्तो हुँदो रहेछ म त हेर्दा हेर्दै दङ्ग परे कति लामो राम सोच्नै नसक्ने यस्तो लामो हुँदो रहेछ भन्ने कुरा चाहिँ मलाई थाहा थिएन फिल्ममा चाहिँ अलिअलि देख्थेँ है तर आज प्रत्यक्ष प्रसारण देख्न पाउँदा कस्तो आनन्द भयो क्या कस्तो खालको आनन्द भयो हेर्नु न कति लामो राम बट्टा मान्छे कुदिरहेछन् दायाँ बायाँ ट्रेनमा चढ्नको लागि वाउ कस्तो हेर्नु त र ट्रेन हेरिसकेपछि म फर्केँ फेरि किनमेल गर्नलाई र जाँदा जाँदै चाहिँ हेर्नु न अब यो ट्रेनमा चढ्नको लागि होला मान्छेहरू कति दायाँ बायाँ कति बसेका त्यहीँ सुतिरहेका त्यहीँ खाइरहेका छन् म त हेरेर दङ्ग परेँ तपाईँलाई पनि देखाउनु पर्यो भनेर भिडियो गरेर अनि त्यसपछि हामी गयौँ कपडा किन्नको लागि कुर्ता सुरुवाल किन्नुपर्ने थियो नि त अनि हेरेँ कुर्ता सुरुवाल अलिक मन परेन अनि अर्को ठाउँ जाने भनेर आन्टी चाहिँ भन्नुभयो अलिकति भित्र पर्दैछ त्यहाँनिर मिलाएर दिन्छ भन्नुभयो नि त अनि त्यसपछि हामी लाग्यौँ ट्याक्कै पुग्यौँ वहाँ पुगेपछि लुगा हेर्न थाल्यौँ कुर्ता सुरुवाल दुई जोडी मात्रै लिनु पर्यो भनेर सोचले हिँडेको थिएँ तर मन पर्यो र दाम पनि मिलाएर दिएको कारणले मैले चाहिँ ल हेर्नु है त 4-5 जोडी ल्याएँ फटाफटी छान्न थाल्यौँ अब अनि लिएर अनि हामी चाहिँ लाग्यौँ फेरि सिधै भाटबाटीमा नानी गाडी कुदाउँछु भने त्यसपछि मेरो आन्टी सानीमाहरूले चाहिँ ल ठिक छ नातिनी भनेर कुदाउनु भने भाटबाटीमा गएपछि किनमेल गरेपछि घर आएपछि मैले एउटा सामान चाहिँ डेलिभरी जस मगाएको थिएँ मगाएपछि ट्याक्कै त्यो सामान पनि आइसकेको रहेछ अनि मेरो श्रीमान पनि मलाई लिनको लागि आउनुभएको रहेछ अनि लिन आउनुभएको म माइतमा थिएँ नि त अनि ल सामान खोल्न थाल्यो अनि ट्याक्कै खोल्ने बित्तिकै बिल निक्ल्यो अनि बिल निक्लेपछि यो बिल चाहिँ मैले बुढाको हातमा थमाइदिएँ र सामान फेरि मैले हेर्न थालेँ हेर्न जाँदै गर्दा फेरि अनि अब घर जाने टाइम भएको थियो ठिक पऱ्यो हो रे र अनि अब घर जाने भनेर चाहिँ हामी लाग्यौँ बुढाबुढी हामी छोराछोरी सबैजना र अब गर्मी धेरै भएको कारणले मैले चाहिँ मुख ड्याम्मै सलले बाँधेर चाहिँ अनि बाइकमा चट्ट बसेर अनि लाग्यौँ सबैजनालाई बाई बाई गर्दै ओके बाई बाई।